गाइस आज चाहिँ हामी यहाँ नेपाल जाँदैछु। यो चाहिँ हो मेचीको पुलबाट चाहिँ हिँडेर जाँदैछु हामी हो। टोटो चढ्नु जाँदैछु। टोटोवालाले चाहिँ बोलाउँदैछ कुचेमा जाने भन्दै हो। यो चाहिँ मेचीको खोला हो। मेची खोला पनि सुकिसकेछ। बहिनीलाई पक्रा हामी चाहिँ टोटोमा चढिसक्यो कि आमामा के साह्रो जाम यहाँ त। सिलगढी भनेर डेन्जर रहेछ है। के भएको सुत्दै पो रहेछ। के त घुम्न आएको मान्छे त सुत्छ भइदियो हौ। कस्तो साह्रो जाम रहेछ कि यहाँ चाहिँ टोटोको। आमामा म चाहिँ बहुत साल 2-3 साल पछाडि आएको कि त्यही भएर म त छक्कै परेँ। उपर चाहिँ त्यो अघिको गाडी जाने बाटो है। अघिको त्यो प्राइभेट गाडीहरू हिँड्छ भन्ने हौ। मजा आउँदैछ अरे गरममा है। अहिले हालत चाहिँ कस्तो हुने हो हाम्रो चाहिँ। अब बजार घुम्छ यहाँ निहाएर त झन् सुनिसक्यो। बमिटायो भन्ने गाडीमा यहाँ पानटेकीसम्म चाहिँ हामी गाडीमा आएको भाइको गाडीमा। अब चाहिँ हामी यहाँ टोटोको मजा हावा लिँदै जाँदैछौँ। मार्केट हामी चाहिँ आज यहाँ काकानी भित्ताको मार्केटमा छु। यहाँ चाहिँ एकदम ट्रेडिसनल ड्रेसहरू रहेछ हो। राम्रो ड्रेस जातको है। जुनै जातको पनि पाउने रहेछ यहाँ चाहिँ। सबै जातको ड्रेस पाउने रहेछ। अनमोल इन्फ्लेक्स रहेछ। कहाँ जाउँ न। यहाँ पुरै रहेछ त अन्त है। गाइस अब चाहिँ हामी खाना खानु आँटेको। खाना चाहिँ अब आइपुगिसक्यो गाइस। अब चाहिँ हामीलाई यहाँ भोक लाग्यो पुरा। घुम्दा भोक लाग्यो कि अब खाना खान आएको छु। यहाँ रेस्टुरेन्टमा आइरहेको छु र खाना चाहिँ आइसक्यो। अब हामी खाना खाने। न्याराले चाहिँ सुरु पनि गरिसक्यो होइन। न्याराको चाहिँ आएको छ। न्याराले चाहिँ चाउमिन खाने हो। न्याराको लागि चाहिँ चाउमिन अर्डर गरिदिएको छु। हाम्रो लागि चाहिँ राइस, चिकन राइस। एउटा मात्रै दिदी? एउटा मात्रै हुन्छ यो चिकन? कस्तो सिस्टम हो? चाउमिन हो चाउमिन। चाउमिन बनाएको छैन? होइन यही खाइहाल्छ नि। चाउमिन खाने अरे नि त। ए सुरु गर। पापड चोप्दै खाएको हेर्नु न। खाना त कहाँ खान्छ? नुडल्स नानीहरू त त्यही त हो। ओ न्याराको नुडल्स पनि आइपुग्यो। अचार म खान्छु नि। खुसी छौ? टाटा आइपुगेको रहेन रहेछ। अब न्याराले चाहिँ चाउमिन खाने। हामी चाहिँ भात अब सुरु गर्ने ल साथीहरू।
दुखाउ काँटा दुखाउ त मिठै छ कफी खाएर पनि मन पर्दैन यता यता खाऊ अन्त म भात पनि खुवाइदिन्छु यता खाऊ ल 099 ए होइन 984 984 499 186 अरू ठाउँमा खाऊ न मासु है त अरू ठाउँमा जाउँ कि अलिक पेलामा नखाएर दुध भात मामा आन्टीलाई सक्कन आउँदैछ गुन्द्रुक खानु न अमिलो रहेछ खोइ गुन्द्रुक यो गुन्द्रुक रहेछ भात खाऊ एक प्लेट अन्त के भएको के गर्नु मन नपरि नपरि नि उयो गर्नुपर्छ यहाँ राम्रो नम्बर चाहिहाल्यो भन्ने बित्तिकै भाइ